गुल्मी जिल्ला चेतनाको जिल्ला, गुल्मी जिल्ला प्रतिरोधको जिल्ला, गुल्मी जिल्ला नवीनता र आन्दोलनमा नयाँ ऊर्जाको जिल्ला, जहाँबाट सन्त शशिधर स्वामीले मानवताको एउटा नयाँ बिगुल फुक्नुभयो, जहाँका गोकर्णराज शास्त्रीले 2004 सालमा जयतु संस्कृत मार्फत राणाहरूको दरबारलाई हल्लाउने काम गर्नुभयो, जहाँ 2046 सालमा कमरेड कमलराज श्रेष्ठ, बमबहादुर खड्का, दलबहादुर राणाहरूको नेतृत्वमा, जीवन खरेलहरूको नेतृत्वमा पञ्चायत विरोधी आन्दोलनको अगुवाई भयो, जहाँ 2062-63 मा जिल्लाले पहिलोचोटि केन्द्रले गणतन्त्रको घोषणा नगर्दै कमरेड बमबहादुर खड्काको अगुवाईमा गणतन्त्रको एउटा नयाँ उद्घोष गर्यो। त्यो जिल्ला आज संविधानमाथि भएको अतिक्रमण, लोकतन्त्रमाथि भएको प्रहार, विधिको शासनलाई लत्याएर अराजकतावादी जत्थाहरूको हातमा मुलुकलाई पुर्याउने षड्यन्त्रको विरुद्ध जुरुक्क उठेको छ। यो नवीन चेतना र यो नयाँ क्रियाशीलताका साथ यहाँ आउनुहुने तपाईहरु सबैलाई म फेरि एकचोटि सलाम गर्न चाहन्छु। भदौ 24 गते सिङ्गो देश दहन भयो, खरानी पार्ने प्रयत्न भयो। त्यस क्रममा गुल्मी जिल्लामा पनि निजी सम्पत्तिमाथि त क्षति भएन, तर जनताका भरोसाका पार्टीहरूका कार्यालयहरू, नेकपा एमाले जिल्ला कार्यालय, नेपाली कांग्रेसको बीपी स्मृति भवन र माओवादी केन्द्रको पार्टी कार्यालय तोडफोड, आगजनी र ध्वस्त पार्ने काम हो। यो क्षति बिहोर्ने तीनवटै पार्टीका जिल्ला समितिहरूलाई म गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। तपाईहरुको पीडामा सम अनुभूति व्यक्त गर्न चाहन्छु र त्यो खरानीबाटै, त्यो धुलोबाटै तपाईहरु फेरि नयाँ शक्तिका साथ जिल्लामा उभिन सक्नुहोस्, म हार्दिक शुभेच्छा पनि व्यक्त गर्न चाहन्छु। आदरणीय कमरेडहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, पूर्व वक्ता कमरेडहरूले महत्त्वपूर्ण सन्दर्भहरू राखिसक्नु भएको छ। म सकेसम्म संक्षेपमा मुख्यतया 4वटा सन्दर्भमा केन्द्रित रहेर केही कुराहरू तपाईहरुसँग निवेदन गर्न चाहन्छु। पहिलो, भदौ 23 र 24 को त्यो घटनालाई हामीले कसरी हेर्नुपर्छ, कसरी विश्लेषण गर्नुपर्छ, त्यसलाई हामीले कसरी डिल गर्नुपर्छ, यस सम्बन्धी नेकपा एमालेको दृष्टिकोण के हो, म अलिकति त्यस विषयमा कुराकानी गर्न चाहन्छु। दोस्रो, म अलिकति हाम्रा जेनजी युवा भाइ बहिनीहरूसँग संवाद गर्न चाहन्छु। केही कुराहरू उहाँहरूसँग म केही सन्देश सम्प्रेषण गर्न चाहन्छु। तेस्रो, देशको अहिलेको राजनीतिक सङ्कटको लागि, सङ्कटबाट बाहिर निस्कनका लागि नेकपा एमालेसँग के रोडम्याप छ, नेकपा एमाले यो समस्याको कसरी समाधान गर्न चाहन्छ, म अलिकति त्यो रोडम्यापको कुरा गर्छु। र अन्त्यमा यो सङ्कटबाट बाहिर निस्किनका लागि हामीलाई कस्तो पार्टी चाहिएको छ, हामी कस्तो पार्टी बनाउँदैछौँ, बनाउने दिशामा अगाडि बढ्दैछौँ, यी केही कुराहरू म कमरेडहरूसँग निवेदन गर्न चाहन्छु। आदरणीय कमरेडहरू, आदरणीय दाजुभाइ दिदीबहिनीहरू, भदौ 23 र 24 गते देशमा जे जस्ता घटनाहरू भए त्यसको ऐठनबाट अझै पनि हामी 2 महिनापछि पनि राम्रोसँग बाहिर आउन सकेका छैनौँ। तपाईहरुलाई कस्तो हुन्छ थाहा छैन, तर मलाई चाहिँ गएको 2 महिना 5-6 दिन यतासम्म हरेक रात कहीँ न कहीँ सिंहदरबार जलिरहेको, मान्छेहरू छटपटाइरहेको, युवाहरू गोली लागेर ढलिरहेको,
देश चरम अराजकतातिर गइरहेको ती घटनाका कुनै न कुनै दृश्यहरू सपनामा तर्साउन आउँछन्। सिङ्गो देश आज एक किसिमले ऐठनबाट गुज्रिरहेको छ। आखिर त्यो घटना के थियो? त्यो घटनालाई हामीले कसरी हेर्छौँ? त्यो आन्दोलन हो कि त्यो क्रान्ति पो हो कि त्यसले ल्याएको परिवर्तन सकारात्मक हो कि या त्यो जेनजी भावनामाथि खेलवाड गर्दै मुलुकको राष्ट्रियता, सार्वभौम सत्ता, मुलुकको लोकतन्त्र र संविधान र मुलुकको कम्युनिस्ट आन्दोलनमाथि गरिएको एउटा खतरनाक प्रहार हो। यसलाई हामीले ठिक ढङ्गले बुझ्न जरुरी छ भन्ने म ठान्दछु। त्यो घटनालाई हेर्दा हामीले 3 आयाममा राखेर हेर्नुपर्छ भन्ने म ठान्दछु। अघि पनि रामकुमारी कमरेडले राख्नुभयो, बिहान 9 बजेतिर आफूलाई जेन्जी भनेर चिनाउने नयाँ पुस्ताका साथीहरू माइतीघर मण्डलमा जम्मा हुनुभयो। सिम्पल मागहरू थिए, देशमा सुशासन होस्, भ्रष्टाचार नियन्त्रण होस्, रोजगारी सृजना होस्, स्थिर सरकार होस् र सरकारले त्यति बेला केही सामाजिक सञ्जालहरूलाई बन्देज गरेको थियो। तिमीहरूले यहाँ व्यापार गर्ने हो भने नेपालमा दर्ता हुनुपर्छ। हामीले एउटा चिया पसल खोल्दा, हामीले एउटा तरकारी पसल खोल्दा त प्यान नम्बर देखाउनु पर्छ, नगरपालिकालाई ट्याक्स बुझाउनु पर्छ भने तपाईहरुले करोडौंको कारोबार गर्दा नेपालमा सूचीकृत नहुने भन्ने हुँदैन। सूचीकृत गर्नुहोस् र चल्नुहोस्, त्यो भन्नका खातिर बन्द गरिएका थिए केही सञ्जालहरू। ती सञ्जालहरू खुला हुन्, उहाँहरूका यिनै मागहरू थिए। ती मागहरूप्रति कसैको विमति हुनुपर्ने कुनै कारण नै छैन। उहाँहरूले केही प्रतिबद्धता सहित जुलुस सुरु गर्नुभयो। जुलुस गर्ने बेलामा उहाँहरूले भन्नुभयो हाम्रो जुलुस शान्तिपूर्ण हुनेछ, हामीले निषेधित क्षेत्र तोड्दैनौं, यहाँसम्म कि हामीले एउटा दुबो पनि उखेल्दैनौं, हामीले एउटा फूलको बिरुवा पनि भाँच्दैनौं। त्यो शान्तिपूर्ण ढंगले गर्ने कार्यक्रम प्रति प्रशासनको, सरकारको कुनै विमति हुनुपर्ने कुरै भएन। त्यही भएर सिडिओ कार्यालयले अङ्गुलले दिन अनुमति दिएको थियो। पुलिसहरू पनि धेरै राखिएका थिएनन्, किनभने कलेजका भाइ बहिनीहरू कलेजकै युनिफर्ममा झोला बोकेर आउनु भएको थियो। शान्तिपूर्ण हुन्छ भन्ने विश्वास थियो। त्यो शान्तिपूर्ण प्रदर्शन र उहाँहरूले अगाडि सारेका मागप्रति हामी कसैको विमति छैन, हुन सक्दैन। तर बिजुली बजार क्रस गरिसकेपछि, एभरेस्ट होटल लिएर पुगिसकेपछि त्यो माग, त्यो आन्दोलन, त्यो प्रदर्शन जिएनजीहरूको हातमा रहेन। त्यो आन्दोलन खोसियो। बुलेट मोटरसाइकलमा बुलेट भड्काउँदै आएका, टी सर्टमा टिबेटियन ओरिजिनल ब्लड अर्थात टीओबी लेखेका, कमान्डो ड्रेस लगाएका, पछाडि पिस्तोल भिरेका, कानमा वाकी टकी भिरेका विभिन्न खालका पात्रहरू, राजावादीहरू, वैश्यलहरू, रासोपका साथीहरू, अनेकौं पात्रहरू त्यहाँ प्रवेश गरे र ती विद्यार्थी भाइ बहिनीहरू जसले निषेधित क्षेत्र पुगेपछि अब फर्कौं भन्दै हुनुहुन्थ्यो, हाम्रो कार्यक्रममा घुसपेट भयो, आजको हाम्रो कार्यक्रम अब यही अन्त्य भयो भनेर भन्दै हुनुहुन्थ्यो, उनीहरूलाई ठेल्दै लगेर संसद भवनसम्म पुर्याउने, गैँची लगेर संसदको कम्पाउन्ड भत्काउने, प्रहरीको आउटपोस्ट, यस्तै आउटपोस्टमा बसेका प्रहरीलाई तल धकेलेर त्यहाँ गएर सेल्फी खिच्ने, संसद भवनतिर आगो लगाउने र भित्र पस्ने स्थिति बन्यो। त्यस दिनको प्रदर्शनको यो दोस्रो आयाम हो। को थिए ती पात्रहरू जसले दुबो पनि टिप्दैनौ र फूलका कलिला हाँगा पनि भाँच्दैनौ भन्ने ती कलिला विद्यार्थी भाइ बहिनीहरूको हातमा आगो झोसिए, आगो सल्काइदिए, गैँटी बोकाइदिए, पुलिससँग भिड्ने स्थिति निर्माण गरे र त्यस दिन 19 जना कलिला विद्यार्थी भाइ बहिनीहरूको ज्यान जाने परिस्थिति कसरी निर्माण भयो। यो स्थितिको गहिरो अध्ययन हुनुपर्छ, छानबिन हुनुपर्छ भन्ने हाम्रो पार्टीको माग छ।
किनभने त्यसो गर्नेहरू ती विद्यार्थीहरू होइनन्। उहाँहरूले त आचार संहिता नै लागू गर्नु भएको थियो। दुबोसम्म नमास्ने भनेका विद्यार्थीहरूले संसद भवनको कम्पाउन्ड भत्काउँछन्। प्रहरीसँग कुनै मुठभेड नगर्ने भन्नेहरू संसद भवनभित्र जान खोज्छन्। वास्तवमा भन्यो भने त्यस दिन विद्यार्थीहरूलाई मानव ढाल बनाएर, विद्यार्थीहरूलाई ह्युमन शिल्ड बनाएर, उहाँहरूको काँधमाथि चढेर रक्तपात मचाउने ती घुसपैठियाहरू, ती अपराधी तत्त्वहरूको नकाब उतार्नै पर्छ। उनीहरूको मुकुण्डो त्यो खोल्नै पर्छ, उदाङ्गो पार्नै पर्छ। र तेस्रो, यो घटनाको तेस्रो आयाम भदौ 24 गते। यहाँहरू सबैलाई थाहा छ, हाम्रो देशले सन् 1816 पछि कहिल्यै कुनै लडाईँ लडेको छैन, लड्नु परेको छैन। अन्तिम चोटि सुगौली सन्धि 1816 मार्चमा गरिसकेपछि नेपाल आफ्नो सीमाभित्र शान्त ढङ्गले रहेको छ। तर भदौ 24 गते यस्तो लाग्थ्यो मानव नेपाल अफ्रिकाको कुनै युद्धग्रस्त मुलुक हो। मानव नेपाल एकैचोटि टाइम मेसिनमा बसेर दोस्रो विश्वयुद्धतिर फर्केको छ र नेपालमाथि माथिबाट कुनै शत्रु राष्ट्रले बमबारी गरिरहेको छ जस्तो गरिकन। एकैसाथ कार्यपालिकाको केन्द्र सिंहदरबार, न्यायपालिकाको केन्द्र सर्वोच्च अदालत, विधायिकाको केन्द्र संसद भवन, महान्यायाधिवक्ता कार्यालय, गणतन्त्रको प्रतीक शीतल निवास सहितका देशका सयौं कार्यालयहरू, प्रहरीका झन्डै 600 वटा जति कार्यालय, सुरक्षा पोस्टहरू र कार्यालयहरू, प्रदेशका मुख्यमन्त्रीहरूका कार्यालयहरू, लोकतन्त्रको मेरुदण्डको रूपमा रहेका राजनीतिक दलका सयौं कार्यालय र उनीहरूका सयौं नेता कार्यकर्ताहरूका निजी सम्पत्तिहरू, स्वतन्त्र अभिव्यक्ति स्वतन्त्रताको लोकतन्त्रको मेरुदण्डको रूपमा रहेका मिडिया हाउसहरू र अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका डिपार्टमेन्टल स्टोरहरू, केबुल कारहरू, होटलहरू, व्यक्तिका निजी व्यवसायहरू, जम्मा जम्मी 7 घण्टाको बीचमा 1600 वटा यस्ता संरचनाहरूलाई ध्वस्त पारियो। यति गर्नको लागि वास्तवमा महिनौको तयारी चाहिन्छ। त्यस दिनको त्यो घटना अघिल्लो दिन गोली चलेको कारणले आवेश र उत्तेजनामा भएको कुनै घटना होइन। यो त महिनौदेखि तयारी गरेर एउटा बहाना खोज्दै अघिल्लो दिन जसरी पनि त्यो निर्दोष विद्यार्थीहरूलाई अगाडि सारेर घटना घटाउने र भोलिपल्ट त्यसको बहानामा देश खरानी बनाउने त्यो योजनाको एउटा अभिन्न अङ्ग थियो भन्ने कुरालाई हामीले बुझ्नुपर्छ। उनीहरूको रिस सरकारमाथि मात्रै हुन्थ्यो भने प्रधानमन्त्रीले भदौ 24 गते 1 बजे राजीनामा गर्नुभएको थियो, साम्य हुनु पर्थ्यो। त्यो नेकपा एमालेको विरुद्ध मात्रै रिस थियो भने एमालेको कार्यालय जलेको भए चित्त बुझाउँदा अरू पार्टीहरूका जल्नु पर्दैन थियो। सत्ताको विरुद्धको मात्रै कुरा थियो भने प्रतिपक्षका कार्यालयहरू जल्दैन थिए। यो त वास्तवमा देशको सार्वभौम सत्तामाथि, देशको लोकतन्त्रमाथि, देशको संविधानमाथि गरिएको एउटा जघन्य अपराध र त्यसको विरुद्धको एउटा भयानक षड्यन्त्र हो। यसलाई यही रूपमा बुझ्नु जरुरी हुन्छ। कुनै पनि आन्दोलन हो, कुनै पनि क्रान्ति हो या परिवर्तन हो भन्ने बुझ्नका लागि त्यसका 3टा आयामहरू हुन्छन्। त्यसका माग या उद्देश्यहरू के थिए, त्यसका लागि आन्दोलनकारीहरूले कस्तो माध्यम अवलम्बन गरे, कुन बाटो कुन साधन प्रयोग गरे र परिणाम के आयो। यी 3टा कुराले मात्रै कुनै पनि कार्यक्रम आन्दोलन हो कि होइन, घटना आन्दोलन हो कि होइन भन्ने कुरा छुट्याउँछ। 7 सालमा कांग्रेस र कम्युनिस्टहरू थियौं हामी। उद्देश्य थियो राणा शासन ढाल्ने, बाटो थियो आन्दोलनको। राणा शासन ढल्यो, जति मात्रामा पुरा हुनु पर्थ्यो पुरा हुन नपाए पनि परिणाम ल्यायो।
त्यसकारणले हामीले 7 सालको क्रान्ति 7 सालको आन्दोलन भन्छौँ। 46 सालमा प्रजातन्त्र ल्याउने उद्देश्य थियो, शान्तिपूर्ण जनआन्दोलन बाटो थियो, राजाले घुँडा टेके, पञ्चायत सकियो, बहुदलीय प्रजातन्त्र आयो, त्यो आन्दोलन थियो। 62-63 मा गणतन्त्र ल्याउने उद्देश्य थियो, संयुक्त जनआन्दोलन बाटो थियो, परिणाम पनि त्यही आयो। तर भदौ र 23 र 24 ले के ल्यायो देशमा? जननिर्वाचित सरकार थियो, आज त्यसको ठाउँमा टीका लगाएको सरकार छ, जुन सरकारलाई संविधानले चिन्दैन। संसद थियो, विघटन भयो, शून्यतामा पुगेको छ। शान्ति सुव्यवस्था खलबल लिएर तपाईहरु सबै अलि चाँडै साँझ घर जानु पाए हुन्थ्यो। अहिले देशकाल परिस्थिति राम्रो छैन भन्ने अवस्थामा हुनुहुन्छ। काठमाडौँ सँगसँगै सुनसान हुन्छ, मसान घाट जस्तो। कोही पनि साँझमा बाहिर निस्कने हिम्मत गर्दैन, किनभने रगरग्ती देशभरि अपराधीहरू छन्, जेलबाट निस्केका कैदीहरू छन्, पुलिसबाट लुटिएका हतियारहरू उनीहरूको हातमा छन्। यो घटना हुनुभन्दा अगाडि विश्व बैंकले नेपालमा 5% आर्थिक वृद्धि हुनेछ यो आर्थिक वर्षमा भनेको थियो। अहिले के भन्दैछ? 2% हुन पनि मुस्किल छ। एकैसाथ 20,000लाई रोजगारी दिएको बाटपटेनीका 19वटा डिपार्टमेन्टल स्टोरहरू खरानी भएका छन्, मान्छे बेरोजगार भएका छन्। क्रान्ति भने यही हो, आन्दोलन भने यही हो, परिवर्तन भने यही हो। यो परिवर्तन होइन। त्यसकारणले खासमा 23 र 24 गते भएको भनेको जेनजीहरूका पवित्र भावनाहरू उनीहरूका कलिला कानमा चढेर अपराधीहरूले देशलाई खरानी बनाउने प्रयत्न गरेको एउटा प्रतिगामी षड्यन्त्र हो भन्ने कुरा हामीले बुझ्नु जरुरी छ। यसलाई यही रूपमा बुझ्नु जरुरी छ, यसमा धेरै अन्यथा ढङ्गले विश्लेषण गर्नु जरुरी छैन भन्ने म आग्रह गर्न चाहन्छु। त्यही भएर हामीले संविधानको रक्षा र प्रतिगमनको विरुद्ध यो ढङ्गको जनपरिचालनको आयोजना गरेका हौं। दोस्रो, यो अवस्थाबाट बाहिर निस्कनका लागि नेकपा एमालेको रोड म्याप के हो त? नेकपा एमाले कसरी अगाडि बढ्न चाहन्छ? निस्सन्देह देशमा लोकतन्त्र फर्किनु पर्छ। लोकतन्त्र फर्किने कुराको पूर्व शर्त भनेको जनताका प्रतिनिधिहरूले शासन गर्नु पर्यो। त्यसका लागि पार्लियामेन्ट चाहियो। पार्लियामेन्ट आउने दुईटा मात्रै बाटो हो, एउटा निर्वाचन, एउटा विघटित संसदको पुनर्स्थापना। पूर्ववक्ता कमरेडले पनि राखिसक्नुभयो। नेकपा एमाले चुनावबाट विचलित हुने, परिणाम के आउँछ भनेर आत्तिने चुनाव विरोधी पार्टी होइन, जसले राणा शासनको विरुद्ध लड्न जन्मियो र राणा शासनलाई समाप्त पार्यो, जो 30 वर्ष पञ्चायतका विरुद्ध लड्यो, 4 वर्ष ज्ञानेन्द्रको तानाशाहीका विरुद्ध लड्यो, जसले यो संविधान बनायो, लोकतन्त्रको रक्षक यो पार्टी चुनाव विरोधी होइन। तर के देशमा चुनाव हुन गइरहेको छ? के यो सरकारले चुनाव गराउँदैछ? हाम्रो प्रश्न यो हो। चुनाव भनेको कुनै नाटक, चुनाव भनेको कुनै नौटंकी या कुनै प्रहसन होइन। चुनावको मर्मको भनेको दुईटा कुरा हो, एउटा निष्पक्षता र अर्को निर्भयता। दलहरू ढुक्कसँग जनताको बीचमा जान पाउने वातावरण छैन भने र मतदाताले ढुक्कसँग चाहे पश्चिममा कोट कटेरीको त्यो विकट ठाउँमा रहेको बुथ होस् या पूर्वमा तोलाकोटमा रहेको एउटा विकट ठाउँमा रहेको बुथ होस्, ढुक्कसँग मतदाताले त्यहाँ गएर भोट हाल्न पाउने अधिकारको ग्यारेन्टी हुँदैन भने त्यो निर्वाचन नौटंकी। तर आज त्यो वातावरण बनाउनुको साटो यो सरकार के गर्दैछ? प्रधानमन्त्रीजी भन्दै हुनुहुन्छ म त नेताहरूको मुखै हेर्न चाहन्न। के भनेको यो? व्यक्ति सुशीला कार्कीले मुख हेर्नुहोस् कि नहेर्नुहोस् हामीलाई बाल मतलब भएन। तर देशको प्रधानमन्त्रीले त्यसो भन्न मिल्छ? ती पार्टीहरू जसको 80 वर्ष झन्डै लामो इतिहास छ, जसले राणा शासन ढाले, पञ्चायत फाले, गणतन्त्र ल्याए, देश बनाए, ती पार्टीका नेताहरूको मुखै हेर्दैन।
ती पार्टीसँग साइनो सरकारै राख्दिन, एकातिर देशको प्रधानमन्त्री बन्दै हुनुहुन्छ। उहाँको कोलतिर पलतिर सारीको फुर्को समाउँदै केही उशृङ्खल तत्त्वहरू छन् जसले भन्छन् हेरौँ त को निस्किँदो रहेछ चुनावमा, घर घरबाट थुतेर निकाल्छौँ, चुनाव जिते भने पनि खारेज गर्छौँ, खुलेआम धम्की दिइरहेका छन्। सरकार मुखमा टेप टालेर बसेको छ। या त्यसो होइन भन्न पाउँदैनौ तिमीहरू भन्ने त्यति अभिव्यक्ति दिन उहाँहरूलाई केले सेकेको छ? कसको आडमा बुरुक बुरुक गरिरहेका छन् तिनीहरू? सरकार केही बोल्दैन। दललाई निषेध गरेर, दलहरूलाई पन्छाएर चुनाव हुन्छ कि निर्दलीय चुनाव गर्न खोजेको? होइन भने दलहरूलाई विश्वासमा नलिकन चुनाव कसरी हुन्छ? हाम्रो पहिलो प्रश्न यो। दोस्रो प्रश्न, भदौ 24 गते यहाँ अगाडि बस्नुभएका सेन्ट्री बस्नुभएका हाम्रा सुरक्षाकर्मी भाइ जस्तै झन्डै 1000 भाइहरू कर्तव्य पालनाको सिलसिलामा घाइते हुनुभयो। 3 जनालाई कुटी कुटीकन मारियो, 2 जनालाई महाराजगञ्जमा, 1 जनालाई कोटेश्वरमा ढलेर आत्मसमर्पण गरेर हात उठाएका मान्छेलाई प्रहरी कार्यालयकै सिसा फुटाएर सिसाले घाँटी रेटिकन मार्ने त्यो अपराधीहरू बाहिरै छन् आज पनि। 1 जना रवि लामिछानेजीलाई प्रधानमन्त्री बनाउन भनेर जेल तोडेर निकालेका 14,000 कैदी बन्दीहरू मध्ये 5,500 आज पनि बाहिरै छन्। बाहिर निस्केर उनीहरूले उपद्रव गरिरहेका छन्। एउटाले काभ्रेमा गएर श्रीमती मार्यो, अर्कोले ठमेलमा गएर युवा मार्यो, अर्कोले धादिङमा गएर आमा मार्यो। 5,500 कैदीहरू बाहिरै छन्। उहाँका युनिफर्महरू बाहिरै छन्, उहाँका आइडेन्टिटी कार्डहरू बाहिरै छन्। तर सरकार के गर्दैछ? प्रहरीले बडो दुःख गरेर भिडियो फुटेज हेरिकन त्यस दिन देश जलाउनेहरू को थिए, पुलिसलाई मार्नेहरू को थिए, हतियार लुट्नेहरू को थिए, पक्रेर ल्याउँछ, मुद्दा चलाउन खोज्छ। सरकारले भन्छ खबरदार, तिनीहरू त आन्दोलनकारीहरू हुन्, मुद्दा चलाउन पाइँदैन। बन्छ देश, हुन्छ चुनाव, जोगिन्छ लोकतन्त्र। हाम्रो प्रश्न यो हो। यो प्रश्नको जवाफ नदिकन सरकार कहाँ जान्छ? त्यसकारणले नेकपा एमाले रियल चुनाव हुँदा, वास्तविक अर्थमा चुनाव हुँदा जान्छ। 64 सालमा माओवादी साथीहरू त 19,000 लडाकुहरूसँगै हुनुहुन्थ्यो। उहाँहरूका झन्डै 5,000 हतियार त्यही थिए। अस्ति प्रचण्डले बडो दिँदै हुनुहुन्थ्यो नि, आहा क्या शान थियो, क्या मान थियो। 64 को चुनावमा त अगाडि जनमुक्ति सेना, पछाडि जनमुक्ति सेना लगाएर गटटटटट भोट हाल्न गएको। खै अहिले त के भइयो भन्दै हुनुहुन्थ्यो। उहाँ के हुनुभयो हामीलाई मतलब भएन। चुनाव त्यस्तो पनि भएको थियो। त्यही चुनावमा पनि हामीले भाग लिएका थियौँ। बुथ क्याप्चर गरेका कारणले हामीले त्यति बेलाको 3 नम्बर गुमाए पनि 2 नम्बरमा तपाईहरुले हामीलाई त्यस्तो बेलामा पनि जिताउनु भएको थियो। नेकपा एमाले चुनाव विरोधी पार्टी होइन, तर चुनाव हुने वातावरण छैन। सरकारले चुनाव हुने वातावरण बनाएको छैन। सरकारको ध्यान त भारतले भन्छ, भारतीय विद्युत व्यापार कम्पनीले भन्छ म तिमीलाई 10 रुपैयाँ 44 पैसामा 1 युनिट बिजुली दिन्छु। हाम्रा दानवीर मन्त्रीजीहरू भन्नुहुन्छ कहाँ हुन्छ? हाम्रो त इज्जत रहन्न त्यति सस्तो बिजुली किनेर। हामी त 11 रुपैयाँ 30 पैसा 40 पैसा कति हाल्छौँ। हामीलाई महँगैमा बिजुली चाहियो भनेर प्रति युनिट 54 रुपैयाँ अर्थात् एक चोटीको डिलमा 43 करोड तलमाथि गर्नका निम्ति फुर्सदै छैन। उहाँहरूलाई के को चुनाव गर्नुहुन्छ? उहाँहरू सरकार बेग्लै धन्दामा छ। सरकार अर्कै बाटो हिँडिरहेको छ। त यो स्थितिभित्र के गर्ने? चुनाव नहुने, पार्लियामेन्ट बाँकी छैन। यो अवस्था यत्तिकै रह्यो भने 20 वर्ष अगाडि जे भएको थियो त्यही हुन्छ। त्यति बेला राजा ज्ञानेन्द्रले पहिला जेठ 9 गते राति शेरबहादुरजीलाई उलामालामा पारेर संसद विघटन गराए। चुनावको मिति घोषणा भयो। माओवादी द्वन्द्व थियो, चुनाव हुन सकेन। चुनाव गराउन नसकेको न्युमा प्रधानमन्त्रीलाई सक्षम भनेर हटाइदिए।
आलो पालो कहिले लोकेन्द्र बहादुर, कहिले सूर्यबहादुर, कहिले शेरबहादुर गर्दै अन्ततोगत्वा माघ 19 घटाए। यदि संसद नहुने हो भने असौज 18 हुँदै माघ 19 मा पुगे जस्तै देश थप प्रतिगमनको श्रृङ्खलामा जान्छ। त्यही भएको कारणले हामीले भनेका हौं चुनाव हुन पनि नसक्ने र यो संसद विघटन पनि असंवैधानिक भएको हुनाले विघटित संसदको पुनर्स्थापना गर, त्यसपछि सर्वपक्षीय सरकार बनाऊ। ठीक छ, त्यति बेला एमाले अहिले सरकारमा जानु पर्दैन भने पनि हामीलाई कोही बात छैन, तर सबैलाई समेटेर सरकार बनाऊ। जेनजी युवाहरूसँग वार्ता गरौँ, पर्छ भने संविधान संशोधन गरौँ, अर्ली इलेक्सन गरौँ र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गरौँ। यो बाटो सुल्टो बाटो हो, यो लोकतन्त्र जोगाउने बाटो हो। चुनाव पनि नहुने र संसद पनि नरहने बाटो सुल्टो बाटो होइन। त्यही कुराको निम्ति खबरदारी गर्न आज हामी यो ढङ्गका कार्यक्रमहरू देशका 77 जिल्लाहरूमा आयोजना गरेका हौं। तपाईहरु यहाँ आउनुभयो, म तपाईलाई फेरि पनि धन्यवाद भन्न चाहन्छु। यही हो बाटो, अर्को बाटो छ भन्ने मलाई लाग्दैन, एमालेलाई लाग्दैन। तेस्रो, म अलिकति जेनजी युवा साथीहरूसँग तपाईहरुसँग कुरा गर्न चाहन्छु। मैले अघि पनि भने तपाईहरुको भावना इनोसेन्ट थियो, राम्रै मनसायका साथ जानु भएको भन्ने हामी ठान्दछौं। तर तपाईहरुलाई जे पढाइयो र तपाईहरुलाई जुन बाटो हिँडाइयो, तपाईले ठण्डा दिमागले सोच्नुहोस्। तपाईहरुलाई पढाइएको पाठ पनि सही होइन र तपाईहरुलाई हिँडाइएको बाटो पनि सही होइन। म मान्दछु त्यति बेला तपाईहरुका सामाजिक सञ्जालहरुमा तीनटा कुरा निकै भाइरल बनाइयो। एउटा नेपो बेबी नेपो किड्सहरु, अर्थात् हामीले कर तिर्ने, नेताका छोराछोरीले बस्ती मार्ने भनेर केही नेताका सन्तानहरु शेरबहादुर देउवाका छोराको इन्गेजमेन्ट पार्टीको फोटो, प्रचण्डकी नातिनीको बिहेको फोटो या पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाको फोटो, यस्तै केही फोटो हालेर देख्यौ त नेताका छोराछोरीहरूको हालत। हाम्रा नानीहरू यस्तो अवस्थामा, तर नेताहरूले यस्तो विलासी जीवन बिताइरहेका छन्। खुब पढाइयो। म यहाँलाई आग्रह गर्न चाहन्छु, केही घटना सत्य होलान्। यद्यपि श्रृङ्खला खतिवडा विरोध खतिवडाको छोरी भएका कारणले उनी मिस नेपाल भएकी पनि होइनन्, अमेरिकामा स्कलरशिप पाएकी पनि होइनन्। म परराष्ट्र मन्त्री हुँदा हामीले उनलाई नेपाल फ्रान्स दौत्य सम्बन्धको 70औं वार्षिकोत्सवको गुडुल एम्बेसडर बनाएका थियौं, सद्भावना दूत। तिनको छोरी भनेर पनि बनाएको होइन, उनको आफ्नै कथा हो। तर एकछिन मानिलियौं एकजना दुईजना नेताहरूले त्यसो गरेका हुन् भने पनि हामीले बुझ्नुपर्छ। यही लोकतन्त्र हो जहाँ पूर्व सभामुख कृष्णबहादुर महराका दुईटै छोराहरू सुनकाण्डमा परेर जेल गए। सभामुखको छोरा भनेर लोकतन्त्रले कानुनले बाँकी छोडेन नि त। पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका दुईटै छोराहरू, एकजना सहकारीमा र एकजना सुनमा, उनीहरूले जेल सजाय भोगे। छोडेर गणतन्त्र नेपालको उपराष्ट्रपति भनेर। पूर्व गृह मन्त्री अहिले हाम्रै पार्टीका उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतीक अहिले पनि जेलमै छन्। नेताहरूका छोराहरू भनेर कानुनले बाँकी छोडेको छ र। तर तपाईहरुलाई यस्तो एकोरो पाठ पढाइयो कि तपाईहरुलाई लाग्यो नेता सबै खराब छन्, त्यही भएर तपाईहरुका हातमा पुल्टो लिएर हाम्रा घरहरू जल्न ध्वस्त पार्नका लागि लगाइयो। यो बाटो सही थिएन। दोस्रो, देशमा भ्रष्टाचार छैन भन्ने होइन, अहिले पनि भ्रष्टाचार नियन्त्रण हुन पाएको छैन। तर यो यही गणतन्त्र हो, यही लोकतन्त्र हो जहाँ ललिता निवास काण्ड होस् कि सहकारी काण्डहरू खोतलेर गल्ती गर्नेहरूलाई सजायमा जेलमा पठाउने पनि यही गणतन्त्र हो। भ्रष्टाचारको विरुद्ध ठूला ठूला कदमहरू चालिएका छन्, तर तपाईहरुलाई एउटा एंगलबाट मात्रै सूचनाहरू दिइएको छ। अर्को तपाईहरुलाई सिकाइएको कुरा म्युजिकल चेयर,
खाली प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाको नेतृत्वमा 3 जनाले मात्रै देश ल्याए भनेर गएको 12-15 वर्षदेखि राष्ट्रिय राजनीतिको केन्द्रमा उहाँहरू हुनुभएको सत्य हो। तर साँच्चै भन्नुहुन्छ भने 4 चोटि प्रधानमन्त्री हुँदा केपी ओलीले चाहिँ 5 वर्ष कार्यकाल पूरा गर्नु पाउनुभयो। 4 चोटि जोड्दा बल्ल उहाँको 5 वर्ष पुग्यो। शेरबहादुरको त 5 वर्ष जोड्दा पनि अझै 5 वर्ष उहाँले एक कार्यकाल जति शासन चलाउनु पाउनु भएको छैन। प्रचण्ड 3 चोटि हुनुभयो, एक कार्यकाल जति पनि उहाँले गर्नु पाउनु भएको छैन। समस्या के हो भने हाम्रो देशमा स्थिरता भएन। अस्थिर सरकार भयो। 8 महिना, 9 महिना, 10 महिना हेर्दा त्यस्तो देखियो। तर त्यही छिमेकमा नरेन्द्र मोदीजी तेस्रो काल प्रधानमन्त्री हुनुहुन्छ नि त। त्यहाँ त म्युजिकल चेयर पनि छैन, चेयरमै एकजना मान्छे ढसमस्स बस्नु भएको छ। यसलाई के भन्ने? हिजो मात्रै रिजल्ट आयो बिहार विधानसभाको चुनावको। 75 वर्षका नीतीश कुमार, 35 वर्षका जेनजी भन्दा अलि माथिका तेजस यादव, युवा भनेर मात्रै पनि त हुँदो रहेछन्। जनताले काम हेर्दा रहेछन् नीतीशलाई रोजे। पुरानो भन्दा बित्तिकै सबै खराब, नयाँ भन्दा बित्तिकै सबै राम्रो भन्ने ढङ्गले जे पढाइयो यो पनि गलत हो। तपाईँले बुझ्नुहोस्। एकजना व्यक्ति तपाईँहरूकै आन्दोलनमा थिए, आर्मीसँग मुखामुख गर्दै थिए। मेरो छाती हेर्नुहोस्, मेरो छाती, देशको रगत बगिरहेछ यहाँ, तपाईँहरू जस्तो जागिर खान आएको होइन भन्दै थिए। कुछ गरी खाने रहेछन् कि भनेको धादिम नगएर आमा मारेर आए। जेन्जी भनेर मात्रै पनि हुँदो रहेछ नि त। युवा साथीहरू, पुराना सबै खराब र नयाँ मात्रै राम्रो, यो पाठ पनि गलत हो। र अर्को तपाईँहरूलाई सिकाइएको कि गएको 30 वर्षमा देशमा केही भएन, 35 वर्षमा केही भएन होला। तपाईँहरू लोकतन्त्रमा जन्मिनुभयो, तपाईँहरूले पञ्चायती निरङ्कुशता देख्नु भएन, गल्ती होइन। राजाको तानाशाही देख्नु भएन, गल्ती होइन। माओवादी द्वन्द्व देख्नु भएन। बिहान स्कुल पठाएको नानी साँझ सग्लै फर्किन्छ कि फर्किन्न, घाँस दाउरा गर्न गएका चेलीहरू सग्लै फर्किन्छन् कि फर्किन्नन् भन्ने त्यो त्रासको जिन्दगी जिउनु परेन। तपाईँहरूको गल्ती होइन। तर तपाईँहरूलाई थाहा हुनेछ लोकतन्त्र गुण्डाको दिन लोकतन्त्रको महत्त्व कति महत्त्वपूर्ण रहेछ। र रामकुमारीको फुटेको टाउकोबाट बगेको रगत या केपी ओलीले 14 वर्ष बसेको जेल र त्यो तपस्याबाट प्राप्त भएको लोकतन्त्रको भ्यालु के हो भन्ने कुरा गुम्डाको दिन थाहा हुनेछ। लोकतन्त्रको महत्त्वलाई बुझ्नुहोस् भन्ने म आग्रह गर्न चाहन्छु। दोस्रो, टाढाको कुरा जानै परेन। गुल्मीका जेन्जी युवाहरूले सोच्नुहोस्, आज तपाईँ जम्मा जम्मी 44 मिनटमा सिमीचौरबाट रेसुङ्गा एयरपोर्टबाट काठमाडौँ पुग्नुहुन्छ। प्रगति भने त यस्तै त होला नि। बाजार लड्किने भिडमा आज रेडी हुँदै कालीगण्डकी करिडोर गएको छ। अहिलेको कालीगण्डकी गाउँपालिकाका साथीहरूले हामी त कर्णालीका बासिन्दा भन्नुहुन्थ्यो। उहाँहरूलाई तङ्गास आउन पूर्तिघाटबाट फेरि चढेर मिर्मी पर्वत हुँदै मिर्मी, त्यहाँबाट स्याङ्जा, स्याङ्जाबाट पाल्पा, पाल्पाबाट गुल्मी आउनु पर्थ्यो। आज उहाँहरू 3 घण्टामा, अहिले भर्खरै जुलुस आएको छ, 2.5 घण्टामा काठमाडौँ के अरे तङ्गास आइपुग्नुहुन्छ। मदन भण्डारी राजमार्गले रेडीदेखि लिएर सौतामारेसम्म हाम्रो जिन्दगीलाई कति नजिक जोडेको छ। विकास क्रमिक रूपले हुने हो, गरिरहेका छौँ। विश्व ब्याङ्कले पोहोर साल मात्रै रिपोर्ट दिएको थियो, नेपालले गएको 40 वर्षमा चमत्कार गर्यो 35 वर्षमा कि गरिबी 52% घटाएर 1% झार्यो। प्रगति त यही त होला नि त। आउने वर्ष नेपाल अल्प विकसित अवस्थाबाट विकासशील देशमा स्तरोन्नत हुँदैछ। यी कुराहरूलाई देख्नु भएको भए तपाईहरू यो ढङ्गले जानु थिएन भन्ने मलाई लाग्छ। त्यस भएर तपाईहरू जुन भर्चुअल दुनियाँमा बाँचिरहनु भएको छ, त्यो भर्चुअल दुनियाँबाट फिड भइरहेका कति सूचनाहरू सही हुन्, कति मिथ्या हुन्, कति बङ्ग्याइएका डिसइन्फर्मेसन र मिसइन्फर्मेसन हुन् भन्ने कुरा छुट्याउनुहोस्। नेकपा एमाले तपाईहरूको पनि पार्टी हो।
भर्खरै प्रदीप भण्डारीले भन्नुभयो आन्दोलनमा हाम्रो पनि सहानुभूति थियो, तर जब सिंहदरबार जल्न थाल्यो हामी अलग भयौँ। मलाई लाग्दैन सिंहदरबार जलिरहँदा खुसी हुने तपाईहरू कोही पनि हुनुहुन्थेन। हो, केही मान्छेहरू खुसी भए, फोटो पनि खिचे। आज त्यही खरानीको टीका लगाएर उनीहरू अट्टहास हाँसिरहेका छन्। त्यो हिंसाबाट तपाईहरूले आफूलाई अलग गर्नुहोस्। ध्वंस मात्रै क्रान्ति हुँदैन। अस्ति भर्खर न्युयोर्कमा त्यहाँका युवाहरूले, त्यहाँका जनताहरू, त्यहाँका प्रवासीहरूले, माइग्रेन्ट्सहरूले भोटबाटै 35 वर्षको भर्खरको एकजना ममदानी भन्नेलाई मेयर बनाए। क्रान्ति त्यसरी हुन्छ। तर तपाईहरूलाई जे क्रान्ति भनेर भनियो र गराइयो, वास्तवमा त्यो क्रान्ति होइन। यो ठाउँबाट उठ्न नेपाललाई 10औं-20औं वर्ष लाग्नेछ। म युवा साथीहरूसँग अलिकति आफूले फर्केर हामीलाई साँच्चै के गराइयो, के बनाइयो भन्ने कुराको रिभ्यू गर्न आग्रह गर्न चाहन्छु। हामी तपाईहरूसँग बसेर तपाईहरूको भावनाका आधारमा मुलुकलाई अगाडि बढाउन तयार छौँ भन्ने कुरा पनि म आग्रह गर्न चाहन्छु। र अन्तिममा अब यो स्थितिभित्र नेकपा एमाले कसरी अगाडि बढ्न चाहन्छ? बहुत प्रश्न छ। यो स्थितिलाई समाधान गर्न हामीलाई नयाँ ऊर्जावान नेकपा एमाले जरुरी छ। त्यसैका लागि हामीले आउने मङ्सिर 27 देखि 29 सम्म राष्ट्रिय महाधिवेशन 11औं राष्ट्रिय महाधिवेशनको आयोजना गर्दैछौँ। महाधिवेशन गर्न हतारिनु पर्ने बेला भएको थिएन। हामीसँग 1 वर्ष समय थियो, तर हामी किन हतारियौँ भने भदौ 24 गते दिउँसो 1 बजे प्रधानमन्त्रीले राजीनामा दिनुभयो। उहाँले राजीनामा दिएर सेनाको सुरक्षामा जाने बेला हामी पनि बालुवाटारमै थियौँ। सेनाले उहाँलाई हेलिकप्टरमा 7 नम्बर बाहिनीमा लग्यो। हामी त्यहाँबाट मुस्किलले निस्केर राति जनताको निवासमा पुग्यौँ र भोलिपल्ट बिहान महासचिव र मैले एउटा अपिल गऱ्यौँ, यो अवस्थामा पार्टी कसरी सम्हालिएर अगाडि बढ्नुपर्छ भनेर। 27 गतेसम्म हाम्रो देशको प्रधानमन्त्री र हाम्रो पार्टीको अध्यक्ष कहाँ हुनुहुन्छ भन्ने कुरा केही थाहा थिएन। के भएको देशमा भन्ने पनि थाहा थिएन। त्यो कु हो कि त्यो राजालाई ल्याउने षड्यन्त्र थियो कि त्यहाँ विदेशी सेना आउँदैछन् कि देश त अन्धाधुन्ध थियो नि त। त्यो बेलामा एमालेका हरेक नेता कार्यकर्ताहरूको कर्तव्य के हुन्थ्यो? पहिला मेरो नेतालाई बाहिर ल्या, मेरो नेतालाई सकुशल बाहिर ल्या, यो होइन र हुनुपर्ने माग। बाहिर ल्याइसकेपछि छलफल गर्दा हूँ, के भएको थियो भन्ने उहाँसँग सोद्धा हूँ। कमजोरी रहेछन् भने छोडिदिनुहोस्, हामी चलाउँछौँ पनि भन्दा हूँ। तर हाम्रा केही साथीहरूलाई आफ्नो नेताको सुरक्षा भन्दा पहिले नेतृत्व परिवर्तन गर्ने हतारो भयो। कसैलाई के को धन्दा, कसैलाई के को धन्दा, घर जमाइलाई खानेकै धन्दा भने जस्तो नेतृत्व पुनर्गठनको एउटा बेमौसमी हावा सुरु बाहिर निस्केपछि गर्दा हूँ। यो रोग काङ्ग्रेसमा पनि गयो। 80 वर्षका सभापतिमा का घाँटीमा खुकुरी लागेको छ, 14वटा टाँका छन्। कहाँ उपचार हुँदैछ? उहाँ सकुशल बाहिर आउनुहुन्छ कि आउनुहुन्न थाहा छैन। बाहिर चल्यो हस्ताक्षर अभियान। हरेक चिजको टाइमिङ हुन्छ, हरेक चिजको प्रक्रिया हुन्छ, विधि हुन्छ, तौर तरिका हुन्छ। अलिकति मिलेन नेकपा एमाले भित्र। त्यसपछि अध्यक्ष बाहिर आउनुभयो, हामीले छलफल गर्यौँ। त्यसपछि हामीले निष्कर्ष निकाल्यौँ। सीता पवित्र थिइन्, पतिव्रत थिइन्, तर पनि लङ्काबाट फर्काएपछि जनताले हाम्रा राजा त कस्ता, अर्काले लगेर बिटु ल्याए कि सीतालाई ल्याएर रानी बनाए भनेपछि सीताले भनिन्, म मेरो सतीत्वलाई, मेरो पवित्रतालाई परीक्षित हुन चाहन्छु, म अग्निकुण्डमा आम फाल्न चाहन्छु। आज नेकपा एमालेको नेतृत्वले त्यही गर्न चाहेको छ। हामीले ठिक गरेका छौँ भने महाधिवेशनले अनुमोदन गर्ला, तिमीहरू कामै लाग्दैनौ भन्यो भने महाधिवेशनले फाल्देला, तर फेसबुकले फाल्दैन र अरू कुनै कुराले पनि फाल्दैन, महाधिवेशनले फाल्ने हो। त्यस कारणले हामी नेतृत्वमाथि केही प्रश्न उठिसकेपछि ठिक छ जनताको बिचमा जाउँ भनेर हामीले महाधिवेशन गरेका छौँ। यो महाधिवेशनबाट नेकपा एमाले नयाँ ढङ्गले उठ्छ, किनभने एमाले डुबो जस्तै हो।
हामीलाई धेरैचोटि सिद्ध्याउने प्रयत्न भयो। 2050 साल जेठ 3 गते राति 9 बजे जब हामीले समाचार सुन्यौं मदन आश्रित चढेको जीप दासढुङ्गामा त्रिशुलीमा खस्यो, हामी सिद्धाङ्ग भयौं। विचारको नेता पनि हुनुहुन्न हामीसँग, संगठनको मेरुदण्ड पनि हुनुहुन्न, एमाले के गरेर बाँच्ला। तर हामीले धुलो टकटकायौं, रगत पुछ्यौं र माथि उठ्यौं। 51 सालको चुनावमा एमाले पहिलो पार्टी बनेर सरकार चलायो। 54 सालमा पार्टी एकदम अगाडि बढेको थियो। गुल्मीमै हामीले झन्डै दिग्विजय हासिल गरेका थियौं। यही जीविसमा कौशल पोखरेल सभापति हुनुहुन्थ्यो, परमानन्द उपसभापति हुनुहुन्थ्यो, लगभग सबै जीविस सदस्य जितेका थियौं। मलाई लाग्छ झन्डै 60 वटा जति गाविस जितेका थियौं। तर अभागीलाई खाने बेला रिस उठ्छ भने जस्तो पार्टी फुटाइयो, के होला भन्ने थियो। 56 मा फेरि बिउतेर आयौं। 64 मा माओवादीले दिग्विजय हासिल गर्यो। 240 सीट मध्ये एक्लै 120 सीट, हामी त खुम्चिएर 33 सीट। केही साथीहरूका धनु हल्लिए। अब एमाले चल्दैन, यो दुकान चल्दैन भनेर सटर बन्द गर्न थाल्नुभयो। त्यही बेलामा मैले एउटा आर्टिकल लेखेको, फिनिक्स पंक्षी र एमालेको पुनर्जीवन। मैले एउटा लोककथाको चरा फिनिक्सको उदाहरण दिएर भने, फिनिक्स आफ्नै पखेटामा आगो लागेर खरानी भएर मर्छ, तर फिनिक्सलाई वरदान प्राप्त छ कि त्यही खरानीबाट फेरि बिउतिन्छ। नभन्दै हामी बिउत्यौं, एमाले बिउत्यो। 70 सालमा दोस्रो र 74 सालमा पहिलो भयो। एमाले अलिअलि ज्याद्रो पार्टी पनि हो। अहिलेको यो धक्कालाई हामी चिर्छौं। मलाई गर्व छ एमाले भित्र कस्ता पार्टीहरू, कस्ता साथीहरू हुनुहुन्छ भने यहाँ आएका थुप्रै अनुहार मैले अहिले हेरिरहेको छु। सरकार बनेको बेला उहाँहरू बालुवाटारमा देखिनुहुन्न, सरकार बनेको बेला उहाँ देउखुरीमा देखिनुहुन्न, नगरपालिका जितेको बेला डेलेराजी मेयर भएको बेला यहाँ नगरपालिकामा देखिनुहुन्न। उहाँहरू फुरुफुरु काम गर्नुहुन्छ। तर जब पार्टी संकटमा पर्छ, हो यही बेला मलाई चाहिन्छ पार्टी भनेर उहाँहरू आउनुहुन्छ। यस्ता कार्यकर्ताले बनाएको पार्टी हो यो। कसैले एमालेलाई कमजोर गर्छु भन्ने नठाने हुन्छ, एमाले सक्याउँछु भन्ने कसैले नठाने हुन्छ। सक्यौं भने हामी आफ्नै कमजोरीले सक्यौंला। हामी ती कमजोरीलाई सच्याउँदै अगाडि बढ्छौं, तर यो अवस्थालाई अन्त्य गर्छौं। यो अन्त्य गर्न आज तपाईहरुले हामीलाई जुन ऊर्जा दिनुभएको छ, जुन हौसला दिनुभएको छ, काठमाडौँबाट डाङ अर्घाखाँची हुँदै यहाँ आउँदा मैले आफूभित्र बेग्लै रक्त सञ्चार, नयाँ भिटामिन थपिएको महसुस गरेको छु। हामी सबैले महसुस गरेका छौं। तपाईहरु सबैलाई सलाम छ। म यो अहिलेको अँध्यारो थुवालो हट्नेछ र फेरि एकचोटि सूर्योदय हुनेछ भन्ने विश्वासका साथ आफ्नो भनाइ टुङ्ग्याउनु अगाडि फेरि एकचोटि पार्टी जिल्ला कमिटीलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। यो महत्त्वपूर्ण कार्यक्रमको